वृद्धाश्रम देवीघाटको अहिले त्रिशुली नदी भटेकोसी नदी फुटेर आएर चाहिँ आज यस्तो बनाइरहेछ। अब यहाँ चाहिँ अझै 15 जना जति लास चाहिँ यहीँ भित्रै छ भन्ने कुरो आइरहेछ। अहिलेसम्म कसैले उद्धार गर्न सकेको छैन। यो वृद्धाश्रमको यो तल्लो तलामा बस्नेहरू एकदमै दुर्गन्ध निस्किरहेको छ त्यहाँबाट। यहाँको अवस्था हेरेर एकदम चिन्ताजनक छ, भयावह छ। यो विपत्ति देखेर के भन्नुहुन्छ मिस? साह्रै पीडा लागेको छ। सबैको उठीबास भएको छ, मान्छेहरू मरेका छन्, साह्रै बिचल्ली भएको छ, पीडा पनि सहनै नसक्ने भएको छ दैविक प्रकोपले गर्दाखेरि। यत्रो 300-400 बजारका घरहरू पुरै नै नष्ट भएको छ। पारी रणमैलेश्वरीको आँगनसम्म पुगेको छ। रणमैले स्कुल नदी किनारबाट धेरै टाढा रहेको थियो र त्यो ठाउँसम्म पुग्दाखेरि एकदमै भयावह स्थिति यहाँको देख्न सकिन्छ। यो ठुलो विपत्ति, यो पृथ्वीको उत्पत्ति पछिको दोस्रो विपत्ति होला यो। यस्तो विपत्ति कहीँ कसैलाई पनि नपरोस्। अब प्रकृतिले चाहेपछि हामीले रोकेर नि रोक्न सकिँदैन। यो विपत्तिबाट चाहिँ सबैलाई शान्ति मिलोस्, सबैलाई धैर्य धारण गर्न सक्ने शक्ति मिलोस्। घरमा आइपुग्यो। घरको सटरको हालत यस्तो अवस्थामा छ। बाख्राको पिसाब र बाख्राले यहाँ हरेको यहाँ देखिन्छ। कहाँबाट आइपुगेको यो थाहा छैन। पुरै गाह्रो भत्काइदिएको छ। योभन्दाका तलका घरहरू सब पुरेको छ। घरको यो एक तला माथि हो। एक तला माथि चाहिँ यसरी चाहिँ यहाँ उसले चाहिँ गरेको छ। यस्तो अवस्थामा आइपुगेको छ। अब यहाँ हेर्दाखेरि यहाँ ठुलो ड्रम थियो 1000 लिटरको। त्यो ड्रम कहाँ पुग्यो थाहा छैन। यता हेर्दाखेरि यस्तो छ अवस्था। यता डोजरले यसरी काम गरिरहेको छ। यो पुरै महासागर बनेको छ हेर्दाखेरि। अब यहाँ माथिबाट गाह्रो झर्ने अवस्थामा छ। अब यो विपत्तिलाई अब कसरी ग्रहण गर्ने, यो विपत्तिमा चाहिँ एकदमै अप्ठ्यारो भइरहेछ। यो एउटा घरमाथि अर्को घर, यो कहाँको घर हो त्यो थाहा छैन। अर्को घर पुरै ल्याएर चाहिँ एउटा घरमाथि अर्को घर ल्याएर खप्टिएको छ। यसरी हेर्दाखेरि यहाँ यो दृश्य भयावह अवस्था देख्न सकिन्छ। पुरै घर यो रसुवातिरको हो कि अथवा यतै तल्लोतिरको कुनै घर हो कि पुरै बगाएर लिएर आएर मेरो घरको छिमेकीको घरमा चाहिँ यसरी राखिदिएको छ। मेरो घरको यो भित्ता खासै केही असर परेको देखिएन। यो गाह्रोलाई पनि केही असर गरेको देखिएन। यो बिचको पार्टिसन गाह्रो थियो। यो गाह्रोलाई ठिकै भयो। अब यतापट्टि यस्तो छ। यतापट्टि मेरो मिटर बाक्सा चाहिँ पुरिएको अवस्थामा छ जस्तो छ। अलिकति उ भइरहेको छ। यहाँ दिपक चित्रकारजीको घर हो यो। दिपक चित्रकारजीको नि यस्तो भइरहेको छ। अब यहाँ हेर्दाखेरि यहाँको दृश्य यो अपूरणीय क्षतिलाई चाहिँ अब कसरी मूल्याङ्कन गर्ने। सबका घरहरू यस्तो भयावह अवस्था छन्। देवीघाट बजारको अवस्था एकदमै सबैभन्दा दयनीय भनेकै शून्यसम्ममा बेद्रावती पछिको चाहिँ भयावह अवस्था चाहिँ यो देवीघाट देखियो। र माथिका जति पनि चिजबिजहरू छ त्यो सबै ल्याएर डम्पिङ गर्ने स्थलको रूपमा यहाँ देखिन्छ। सबै चिज यहाँ चाहिँ यो यहाँ थुप्रिएको छ, पुरिएको छ। यो अलिकति
फराकिलो र तपाईँको चाहिँ घरहरूले गर्दाखेरि अड्काउन सजिलो ठाउँ भएको हुनाले सबै कुराहरू चाहिँ यहाँ चाहिँ थुप्रिएको। यहाँ तल भैँसी मरेको, बाख्राहरू ल्याएर थुपारिएको। अब घरकै छतसम्म यसरी चाहिँ यहाँ ल्याएर एउटा घरमाथि अर्कोको घरको छत ल्याएको अवस्था छ। यो हेरिसाध्यै देखिसाध्यको दृश्य छैन। यो पुरै चाहिँ खण्डहर मरुभूमि बनेको छ। वारिपारि पुरै सबै पारी वहाँ रणमहेश्वरीको झन्नै गेटसम्म पुगेको छ। यता हेर्दाखेरि चाहिँ यहाँ भित्तासम्म पुगेको छ। यो झन्नै 1 किलोमिटर 2 किलोमिटरको दूरी पुरै कभर गरेको छ यो बाढीले। देवीहाटको अवस्था हेर्दाखेरि एकदमै दुरावस्था छ। यो मेरो तल्लोको आधा आधीमा सम्म आएर चाहिँ भिलबाडी पसेको छ। यो भर्याङ खासै क्षति भएको देखिएन यो, तर तल्लो चाहिँ आधा पुरै यो माथिबाट खसेर चाहिँ भरिएको छ, लेदो भरिएको छ। अब यहाँ यो बाख्राहरू यो कहाँबाट आयो, यो बाख्रा कसरी आइपुग्यो, कसरी बाँच्यो, यहाँ चाहिँ यो बाख्राले भएको पनि छ। यो देवीहाट पुरानो शान्ति बजार 2 तला घर पुरै पुरिएको अवस्था छ। यो एकदमै दयनीय अवस्था। दब्ने अवस्थामा आयो। तारी खोलाको त यो अवस्था छ, त्रिशुलले थुनेर यति माथिसम्म चाहिँ ताल बन्न आएको छ। नजानु त्यस्तोमा नजानुहोस्, गाह्रो छ। यो तादी खोलो त्रिशुलले तारीलाई थुनेर यो माथिसम्म पुरै ताल बनेको अवस्था भइरहेछ। आज घटिसक्यो। सबै यहाँ बगेर घरहरूलाई पुरै जोखिम छ, तान्ने अवस्थामा पुगिसकेको छ। यो घरहरू त जम्मै जान लागेको छ है दाइ, खतम भयो। दाइको उता पारी के कतिको क्षति भयो, त्यहाँ के थियो कि दाइ? तपाईँको पारी केही थियो कि त्यहाँ? सबै गयो थियो नि, सबै थियो है त्यहाँ, सबै कुरो थियो। धान मात्रै उसमा फल यति राखेको ल त भरान लरन किन राख्नु भन्ने सबै थोक भन्दा त्यहाँ राख्नु आएको हेर्नु त। अब सबै बगाइहाल्छ। अहिले धान अब भैँसीले कसरी बाँच्यो है राम्रो काटेर त्यो कालो उसले उचालियो र बाँच्यो नत्र ऊ त्यहाँ हेर्नु त, त्यहाँ भैँसीहरू सब त्यहाँ त्यहाँ नि हाम्रो मुडो भैँसी यत्रो मुडो त्यहाँ भैँसी नै आएर त्यहाँ लडिरहेको छ। त्यहाँ कत्रा भैँसी गाडी हो उताबाट लिएर आएको के होला त्यो। ल यो अवस्था हेर्दाखेरि यी घरहरू सबैजना खोलामा परिणत भइसकेको छ। अब यो घर रहने अब पानी पऱ्यो भने के गर्ने, पालो हो पालो। यो तादी खोलो त्रिशुलले तारीलाई थुनेर यो माथिसम्म पुरै ताल बनेको अवस्था भइरहेछ। आज घटिसक्यो। सबै यहाँ बगेर घरहरूलाई पुरै जोखिम छ, तान्ने अवस्थामा पुगिसकेको छ। यो घरहरू त जम्मै जान लागेको छ है दाइ, खतम भयो। दाइको उता पारी के कतिको क्षति भयो, त्यहाँ के थियो कि दाइ? तपाईँको पारी केही थियो कि त्यहाँ? सबै गयो थियो नि, सबै थियो है त्यहाँ, सबै कुरो थियो। धान मात्रै उसमा फल यति राखेको ल हेर्नु त भरान लरन किन राख्नु भन्ने सबै थोक भन्दा त्यहाँ राख्नु आएको हेर्नु त। अब सबै बगाइहाल्छ। धान अहिले धान अब भैँसीले कसरी बाँच्यो है राम्रो काटेर
त्यो कालो उसले रालियो र भाग्यो बाँच्यो नत्र छैन ऊ त्यहाँ हेर्नु त त्यहाँ भैँसीहरू सब त्यहाँ त त्यहाँ त्यहाँ नि हाम्रो मुडो हो भैँसी यत्रो मुडो हो त्यहाँ भैँसी नै आएर त्यहाँ लडिरहेको छ त्यहाँ के रहेछ यो कत्रा कत्रा भैँसी त्यो खोइ के हो गाडी हो उताबाट हेर्दैन उताबाट लिएर आएको के होला त्यो ल यो अवस्था हेर्दाखेरि यी घरहरू सबैजना खोलामा परिणत भइसकेको छ अब यो घर रहने अब पानी पऱ्यो भने के गर्ने अब पालो हो पालो दिनु सर नमस्कार अब के गर्ने हेर्नु यस्तै छ हजुर ल अन्तर्वार्ता त भन्नुहोस् केही भन्नु छ यो विपत्ति कहिले कल्पना गर्नुभएको थियो न यस्तो छ कसले कल्पना गर्ने पृथ्वी उत्पत्ति भएपछिको सेकेन्ड होला यो भरसरको घर यो प्रसाद नेपाल जिलिङ माझे यो अवस्था छ घरलाई खासै त्यति क्षति पुगेको छैन सामान्य सटरमा क्षति पुगेको देखियो अरू केही छैन पुरै बगर भनेको छ फुल हेर्नु त मास्तिर फर्काइदिन्छ फुललाई है ल उताबाट आएर यता हानेर त्यो उताबाट यहाँबाट हानेर अनि यस्तो भयो त्यो बाटो त सबै लग्यो भने त उ त्यहाँको ल जम्मू जम्मै छैन नि होल टोटल त्यहाँ बाटै छैन छैन ल हेर्नु त हेर्नु हर बाजेको पाला जस्तो यहाँ चाहिँ साउ तर्ने भने जस्तो बनाइदियो नि त अब साउ राख्ने ठाउँ पनि छैन तिनीहरू शिवराम राईहरूको घर मिल्छ अब त भइगयो नि हामीलाई अब यो खोलेपछि बाइकको अवस्था यस्तो हालत छ यस्तो छ त्यो तिनीहरू शिवराम राईहरूको घर अलिअलि बचेको देखियो मिल पुरानो मिल यो कर्णेल केरा राईहरूको घर मिल तेल मिलको अवस्था यस्तो छ राधे र त्रिशुलीको सङ्गम स्थल त्रिशुली पारीबाट आफ्नो यथास्थितिमा आइसकेको छ यता तादी पनि आफ्नै गतिमा दौडिरहेको छ हिजो 2 घन्टाको उग्र रूपले गर्दाखेरि यो विध्वंस यहाँबाट लेखेर नारायणघाटसम्म बाटोघाटो पुल सब ध्वस्त भएको छ अवस्था हेरेर एकदमै विकराल छ यो दुईटा नदीहरू आज पनि हल्का हल्का लेदोहरू आउने क्रम जारी नै देखिएको छ त्रिशुलीमा तादीमा त यो आफ्नै बर्खाको बेल आफ्नो रूपमै बगिरहेको छ र त्रिशुलीले चाहिँ विशाल अद्वितीय रूप देखाएको पुष्टि हुन्छ हल्का हल्का आज नै अलिकति बढ्न थालेको त्यहाँ देख्न सकिन्छ फेरिघाट है बजार यता बजारको अवस्था हेर्दाखेरि यस्तो छ यता हाम्रो सूर्य कणेल विष्णु शर्मा यो घरको अवस्था यस्तो छ ग्यास सिलिन्डर ग्यास पसलको अवस्था यस्तो छ हेर्दाखेरि विपत्ति छ साह्रै नै
अस्तव्यस्त अवस्था देखिन्छ। बजारहरू सब डुबेका छन्। कसैको कुनै पनि सामान केही बचेको अवस्था देखिँदैन। माथि बाटो त आँखै छोप्यो अलिकति बिस्तारै हिँड्नु है त त्यो होला। घरको अवस्था हेर्दा यस्तो देखियो। घरभित्र ड्रमहरू सारा सामग्रीहरू थियो। अहिले केही पनि छैन। तथालिङ्ग अवस्था हेर्दाखेरि अस्तव्यस्त हेर्दाखेरि केही छैन ल।